हेलो साथीहरु सम्पूर्णलाई च्यानलमा स्वागत गर्न चाहन्छु र यो म आज तपाईहरुलाई रुपैयाँ 5 को नेपालमा छापिएको सुरुदेखिको अन्तिमसम्मको सम्पूर्ण सिक्काहरुको बारेमा जानकारी गराउन गइरहेको छु र यो भिडियोबाट तपाईलाई कुनै पनि प्रकारको सिक्का तथा करेन्सीहरुको लागि खरिद बिक्री गर्नको लागि प्रोत्साहन नगरेको र यो भिडियो केवल एउटा सूचनामूलक र जानकारीमूलक भिडियो मात्र रहेको जानकारी गराउन चाहन्छु र सुरुमा रहेको छ सिक्का उन्नत खेती सिकौं रुपैयाँ 5 को सिक्का छ र यो सिक्का तपाईको 2037 सालमा छापिएको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकको सिक्का रहेको छ। यो सिक्का तपाईको श्रीपाद भवानी लेखेको छ र 38 सालमा छापिएको थियो यो सिक्का। त्यसपछि रेगुलर रुपैयाँ 5 को सिक्का रहेको छ र यो 39 सालको सिक्का रहेको छ। त्यसपछि पनि रुपैयाँ 5 को सिक्का, यो तपाईको सेम सिक्का रहेको छ राजा वीरेन्द्रको पालाको 2040 सालमा छापिएको। त्यसपछिको सिक्का भनेको श्री भवानी रजत जयन्ती को उपलक्ष्यमा सानो परिवार सुखी परिवार भनेर लेखिएको छ। नेपाल सङ्घ यो श्रीपाद वीरेन्द्र 2041 सालमा छापिएको सिक्का हो। त्यसपछि आत्मसाक्षी राखी मन वचन एकमल मन वचन र कर्मले सेवा गरौं। आत्मसाक्षी राखी मन वचन र कर्मले सेवा गरौं सामाजिक दिवस भनेर यो छापिएको हो। सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद 2034 भनेर स्थापना लेखेको छ र यो कहिले सिक्का छापिएको थियो भन्दाखेरि 2042 सालमा यो छापिएको सिक्का रहेको छ। त्यसपछि हामी यहाँ हेर्न सक्छौं अन्तर्राष्ट्रिय युवा वर्ष आईवाईवाई 1985 नेपाल भनेको छ। राजाको श्रीपेजको चित्र रहेको थियो र श्रीपाद वीरेन्द्र वीर विक्रम शाह रुपैयाँ 5 2042 सालमा यो पनि। यो अर्को सिक्का इन्ट्रेस्टिङ सिक्का रहेको छ तपाईहरुलाई द 15th वर्ल्ड बुद्धिस्ट कन्फरेन्स नेपाल भनेको छ। यो चाहिँ तपाईको लुम्बिनी सिम्बल अफ वर्ल्ड पिस भनेर भनेको छ। बीचमा बुद्धको चित्र रहेको छ। यो बुद्ध अंकित सिक्का तपाईको 2043 सालमा छापिएको सिक्का रहेको छ। त्यसपछि लगतै 2043 सालपछि राजा वीरेन्द्रको फेरि पनि वर्ल्ड फुड डे को अवसरमा छापिएको यो सिक्का हेरौं है यसको कहिले छापिएको रहेछ। माछाको चित्र अंकित भएको यो सिक्का यो पनि 2000 कति रहेछ 2043 सालमा छापिएको सिक्का रहेछ। फेरि अर्को आत्मसाक्षी राखी मन वचन र कर्मले सेवा गरौं सामाजिक सेवा दशक भनेछ रुपैयाँ 5 को यो सिक्का सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद नेपाल द्वारा यो कमेमोरेटिभ यो स्मारक सिक्काहरु हो साथीहरु। स्मारक सिक्काहरु हो 2044 सालमा छापेको राजा वीरेन्द्रको पालामा। त्यसपछि हामी फेरि यतातिर आउँछौं वर्ल्ड फुड डे को अवसरमै छापिएको श्री भवानी लेखेको छ भविष्यको लागि खाद फुड फर द फ्युचर रुपैयाँ 5 1990 एडी होला यो। यसको पछाडी हेरौं हामी हजुर 2047 सालमा छापिएको रहेछ। त्यसपछि 47 सालपछि नेपाल अधिराज्यका भनेर लेखेको छ द कन्स्टिट्युसन अफ किङडम अफ नेपाल नेपाल संविधान अधिराज्यका संविधान 2047 को संविधानको अवसरमा स्मारक सिक्का रुपैयाँ 5 को यो कहिले छापिएको 2047 मै छापिएको छ। त्यसपछि यो
संसद अधिवेशन 2048 पार्लियामेन्ट सेसन 1991 नेपाल भनेर लेखेको छ। RS5 रु 5 यहाँ मान्छेहरूको चित्र जस्तो पार्लियामेन्टको जस्तो चित्र छ र यसको छापिएको श्री 5 वीरेन्द्र वीर विक्रम 7 2048 सालमा। त्यसपछि श्री पशुपतिनाथ नेपाल पशुपतिको फोटो पनि हामी हेर्न सक्छौं। यो छापिएको छ तपाईको 2051 साल 48 सालपछि 51 सालमा रुपैयाँ 5 को सिक्का छापिएको। फेरि पनि अब अलिकति यो ठुलो साइज थियो, यो चाहिँ अलिकति सानो साइजमा श्री पशुपतिनाथ नेपाल भनेर छ। यो 53 साल है, यो 51 साल, यो 53 सालमा ठुलो र सानो साइजको राजा वीरेन्द्रको पालामै छापिएको 5 रुपैयाँ र यो अन्तिम 5 रुपैयाँको सिक्का हामी हेर्न गइरहेको छौं। श्री भवानी भिजिट नेपाल 1998 को अवसरमा छापिएको नेपाल भनेर लेखेको छ रुपैयाँ 5। यसको पछाडिको भाग हामी हेर्न गइरहेको छौं। श्री 5 वीरेन्द्र वीर विक्रम सादे भनेको छ 2054 सालमा यो छापिएको रहेछ है साथीहरु। र यो त रहेको थियो सम्पूर्ण स्मारक सिक्काहरू जो चाहिँ बजारमा त्यति चलन चल्तीमा नआए पनि यो केही कमेमोरेटिभ कोइन केही चीजको अवसरको उपलक्ष्यमा चाहिँ नेपाल सरकारद्वारा यो पहिलादेखि हाम्रो नेपालमा सुरुदेखि लास्टसम्म 2054 सालसम्म छापिएको 2037 सालदेखि 54 सालसम्म विभिन्न डेटहरुमा छापिएको यो सिक्काहरुको बारे जानकारी र गराउन गएको थिएँ मैले। तपाईहरुले यो जानकारी प्राप्त गर्नुभयो होला र भिडियो हेर्दिनु भयो। लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला र फेरि पनि यस्तो रोचक भिडियोहरु लिएर तपाईहरु सामु आउने नै छौं। सम्पूर्णको दिन शुभ रहोस्। धन्यवाद।